हेलो नमस्ते वेलकम छ सलिना न्यू मिनी ब्लगमा हैन। आज चाहिँ साथीहरु हामी चाहिँ हैन दिदीलाई लिन जान लाग्यो। यस्तो गाडी यस्तो पर्या हो कि के भन्ने हैन, भाग्य नभए हो कि के नभए हो। बटारमा 3 राउन्ड हान्यो। अब यहाँ र चार्जिङ, अब त्यसपछि कहिले उता हो ड्राइभरजीले खाजा खाँदै हुनुहुन्छ। हामी अब अब हामी चाहिँ यहाँ गर्मी भएर पाक्न मात्रै बाँकी छ, फत्किनलाई चाहिँ घाँटीबाट तरतर पसिना आएको त के हो र साथीहरू, यस्तो पसिना आएको छ कि यो गर्मीमा चाहिँ यात्रा नगरेकै राम्रो। अब बाइकमा हिँड्यो भने नि ढाडले साथ दिँदैन आफूलाई त। ल अहिले यो मान्छेलाई चाहिँ साथीहरू छटपट 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 भइरह। तिमी कहाँ जाने र साना ठुलो लिन भइरह भन्नु नि त तपाईँले। आज मलाई यस्तो रिस उठिरह यहाँ पर गाडीको मान्छेलाई देख्दा। 6 बजे पुग्न पर्ने, यहाँ बाहिर हामी नि पुग्दैन छ भने 3 बजिसक्यो। बटारमा 2 घन्टा, यहाँ पर 1 घन्टा त वेटै गरिसक्यो होला हामीले। अब नुहा जस्तै भइसक्यो नि त हाम्रो। हेर्नु पसिना, यस्तो पसिनाको धारा त काम गर्दा घाँसो भात बोक्दा नि हुँदैन। साथीहरू हामी चाहिँ काठमाडौँ पनि आइसके। काठमाडौँबाट खाजा खाएर अब लाग्दैछौँ एयरपोर्ट। परेर साथीहरू यस्तो मौसम मलाई जलो भयो, मलाई जलो भयो, यहाँ जानु भयो, यहाँ जानु भयो। एउटा रामगोपाल भन्ने के अरे एउटा होटल छ नि। हेलो गाइज भन्दै के छ खबर भन्दै। फाइनली साथीहरू हामी समकसी आइपुगेको छौँ। अब यहाँबाट कति मिनट लाग्छ थाहा छैन, हेरौँ। ल ल ल राखिदिन्छु ल। लाग्दैन हुँदैन। ल ल राखिदिन्छु म। सानो बस न आज मात्रै बस्नु होला नि हो। मैले भने बिजी मल पछाडितिर जानु राम्रो आउँछ। हुन्छ। फाइनली साथीहरू हामी चाहिँ एयरपोर्टभित्र छिरिसकेका छौँ। हजुर हामी यसो लिन जाँदैछौँ। बनाउँदै आएको छु मैले, ठाउँ ठाउँको उ गरेर आएको छु। हामी चाहिँ एयरपोर्ट आइसकेको छौँ साथीहरू। अब बिस्तारै बिस्तारै देखाउँदैछु गर्छु होइन। पानी परिरहेको छ। एक्साइटेड भइरह मन। जाने मान्छेहरू यहाँ रुँदै हापेर बाबै गर्दै बस्छ होइन। साथीहरू हामी चाहिँ पानी परिरहेछ। मान्छे डन पल्टेर बसिरह। डन डन दाजै डन। एउटा जहाज नै उडेन भाइ महाबेला त।
यहाँ बस्ने मान्छेको सबको मनमा पिर छ यहाँ तल बस्ने सब मान्छेको मनमा खुसी छ साथीहरू पानी परेर हामी चाहिँ यहाँ लिन आएको यो मान्छे एक्लै हिँड्दै फेरि एक्लै पानी परेर अवस्था यस्तो छ यस्तो ल्याउनु पर्ने रहेछ मलाई ल्याउ जस्तो त लागेको थियो अब यो मान्छे अब चिप्लेला भने नि पिर छैन डर छैन एक्साइटेड भइरहेको कि खै यसलाई त कुवाउनु भने त पत्तो छैन कालु हामी चाहिँ एयरपोर्टभित्र अनि दिदी चाहिँ अब कता तलबाटै निस्किनु वेटिङ पर्खाइमा बजाउनु फेरि बजाउनु